नमस्कार। आज हामी बाख्रामा लाग्ने बाह्य परजीवी माइट्स र यसको उपचार विधिबारे कुरा गर्नेछौँ। माइट्स भनेको अत्यन्त साना किरा हुन् जसले बाख्राको छालामा बसोबास गर्दछन्। यी नाङ्गो आँखाले देख्न गाह्रो हुन्छ, तर यसले बाख्रालाई धेरै समस्या दिन्छ। माइट्स लागेपछि बाख्रामा विभिन्न लक्षणहरू देखिन्छन्। बाख्राले बारम्बार शरीर घोट्ने वा खोक्ने गर्छ। छाला सुक्खा भएर खस्रो हुन्छ, रौँ झर्न थाल्छ, छालामा घाउ वा खटिरा देखिन्छ। बाख्रा दुब्लो हुँदै जान्छ र दुध उत्पादनमा पनि कमी आउन सक्छ। यो समस्या मुख्यतया फोर गोठ, धेरै बाख्रा एकै ठाउँमा राख्दा, कमजोर पोषण र सङ्क्रमित बाख्रासँग सम्पर्कका कारण हुन सक्छ। अब यसको उपचार विधिबारे कुरा गरौँ। माइट्सको उपचारका लागि आइभरमेक्टिन जस्ता औषधि प्रयोग गरिन्छ। यो औषधि पशु चिकित्सकको सल्लाहअनुसार इन्जेक्सन वा ओरल रूपमा दिन सकिन्छ। त्यसै गरी बाहिरी रूपमा प्रयोग हुने औषधि जस्तै लाइम सल्फर डिप वा अमिट्राज सोलुसन पनि प्रयोग गर्न सकिन्छ। यो औषधि प्रभावित भागमा राम्रोसँग लगाउनु पर्दछ। गोठको सरसफाइ पनि अत्यन्त आवश्यक छ। गोठलाई सफा र सुक्खा राख्नुपर्दछ र नियमित रूपमा डिसइन्फेक्ट गर्नुपर्दछ। सङ्क्रमित बाख्रालाई अरू बाख्राबाट छुट्टै राख्नुपर्छ ताकि रोग नफैलियोस्। अब रोकथामका उपायहरू हेरौँ। नियमित सरसफाइ गर्नुपर्छ, बाख्रालाई राम्रो पोषण दिनुपर्छ, नयाँ बाख्रा ल्याउँदा पहिले जाँच गर्नुपर्छ र समय समयमा आवश्यक औषधि प्रयोग गर्नुपर्छ। यदि समयमै उपचार गरिएन भने माइट्सले बाख्राको स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ। त्यसैले लक्षण देखिने बित्तिकै उपचार सुरु गर्नु अत्यन्त आवश्यक हुन्छ। धन्यवाद। साथीहरू, धेरै किसान दाजुभाइ दिदीबहिनीहरूको सजेसन आएको थियो कि बाख्रालाई कसरी स्प्रे गर्ने सिकाइदिनुहोस्, यसको बारेमा भिडियो बनाउनुहोस् भनेर। मैले यो भिडियो हजुरहरूकै रिक्वेस्ट अनुसार बनाएको हुँ। हजुरहरूले देखिराख्नु भएको छ यो भिडियोमा कि हामीले बाख्रालाई स्प्रे गरिरहेको छौँ। यसरी स्प्रे गर्दाखेरि बाख्रामा भएका किर्ना, उपियाँ र आँखाले देख्न नसकिने मसिना जीवाणु यानि कि माइट्सहरू पनि सम्पूर्ण रूपमा नष्ट हुन्छन्। यस्तो अवस्थामा साथीहरू प्रयोग गर्नुभन्दा अगाडि बाख्राको नाक, मुख र कानमा पस्नबाट जोगाउनु पर्ने हुन्छ र बाख्राले खाने आहाराभन्दा पर लगेर खुल्ला ठाउँमा गर्दा एकदम बेटर हुन्छ। यसको लागि स्प्रे गरिसकेपछि बाख्रालाई म्याक्सिमम् आधा घन्टासम्म छोडिदिनुहोस्। यसरी छोडिसकेपछि ती जुका, किर्ना, उपियाँ र यी माइट्सहरू आफै मर्न जान्छन्। यसरी गर्दाखेरि गरेको तकरिबन 1 हप्तासम्म पछि हेर्नुहोस्, यदि पूर्ण रूपमा निख्रिएको छैन भने फेरि दोस्रोचोटि पनि यसरी नै स्प्रे गर्न सकिन्छ। हजुरहरूलाई आजको भिडियो कस्तो लाग्यो? हजुरहरूलाई यस्तै जानकारीमूलक भिडियोको आइमा कमेन्ट गर्नुहोला भन्दै आजलाई यति नै। हस्त, नमस्कार।